यहाँ चाहिँ को यहाँ सङ्घ संस्थाका प्रतिनिधिहरू गरेर चाहिँ सहमति गर्ने के अरे यो चाहिँ आएको भन्ने खालको कुरो सुन्यो भर्खरै त्यो को साथीहरू गएर छन् होइन त्यो सहमति गर्ने साथीहरू सम्पूर्ण जिम्मेवारी छ भनेर सहमति गर्ने त्यही स्वार्थमा सहमति गर्न हुन्छ हाम्रो देशको अवस्था के छ कसरी के अरे राज्य सञ्चालन गर्न सकिन्छ भन्ने कुरो चाहिँ अलिकति ख्याल राख्नु पऱ्यो नि त्यस कारणले गर्दाखेरि एमआरपीको विषयमा यो समस्या हाम्रो मात्रै होइन यो भन्सारको समस्या होइन समस्या भनेको तपाईँको सबै 39-40वटा सबै भन्सारको हो र विशेष गरेर उपभोक्ता हकित संरक्षण भनेको त यो भन्सार के अरे त्यो लाएर चाहिँ एमआरपी लाएर चाहिँ त्यो समस्या हुने होइन क्या त्यो त बजारमा उपभोक्ताले सामान किन्दाखेरि नठक्युन् भनेर तपाईँको त्यहाँनिर कम्तीमा पनि एउटा मूल्य कायम गर अघि नै हाम्रो सारा भाइले भने अब तुरिएर गएकोले के गर्ने नष्ट भएको गएर के गर्ने स्याउ लसुनको मात्रै कुरा छैन यहाँ फलफुलको मात्रै कुरा छैन रेडिमेडको पनि कुरा छ नि त ल अहिले हामी तपाईँको चाहिँ विभिन्न ब्रान्डेड कम्पनीको सोरुममा तपाईँको के अरे पसलहरूमा गयौँ भनेदेखि त्यहाँनिर के लेखेको हुन्छ भन्दाखेरि 70% तपाईँको डिस्काउन्ट भनेर सेल लगेर अब व्यापारीले पिसमा मात्रै नाफा खाएको राज्यले हेर्न मिल्दैन राज्यले हेर्ने भनेको समग्रमा उसले कति कमाए त्यो अनुसारको ट्याक्स लिने आज त हामीले एमआरपी लगाउँला के अरे त्यो के अरे वाणिज्य विभागले भन्छ होइन त्यो चाहिँ एउटा टास्दै हुन्छ त्यो खासै केही फरक पर्दैन भनेर यो अहिले 1-2 महिना के अरे 6 महिना वर्ष दिन जाला फेरि भोलि वर्ष यही समस्या एमआरपी छ 2000 भन्सार मूल्य $2 भन्ने प्रश्न चिन्ह खडा हुन्छ केही समय पछाडि अनि भोलि ट्याक्स त्यही भन्नु त्यस कारणले गर्दाखेरि मैले त के भनेको छु भन्दाखेरि यो एमआरपीको विषयमा नेपाल उद्योग वाणिज्य महासङ्घ अहिलेको लागि तत्काल रूपमा लगाउन सकिँदैन अब पछि के हो त्यसमा पनि गम्भीर रूपमा छलफल गरौँ 6 महिनापछि लाउने हो कि 12 दिनपछि लाउने हो लाउने भने राज्यले यहाँ नीति मान्नु पर्यो नि त फेरि नमान्ने भने त भएन नि त सधैँ दार्जिलिङ चल्दैन फेरि हामी पनि सुशासन भएन भन्ने अनि त्यसपछि गएर के अरे कोही मान्छेले राम्रो गरेन भन्ने सही ढङ्गले देश चलेन भन्ने अनि हामी सधैँ फेरि बाङ्गो मात्रै कुरा गरेर नि भएन लाउने हो तर यो लाउँदाखेरि चाहिँ कम्तीले एउटा कार्यविधि बनाएर आन्तरिक राजस्वको प्रतिनिधि उद्योग वाणिज्य कार्यालयको प्रतिनिधि र भन्सार विभागका प्रतिनिधि 3टा संस्था बसेर अनि एफएलसिसिआई बसेर के हिसाबले चाहिँ एमआरपी लागू गर्ने कसरी लाउने भोलि ट्याक्सले एमआरपी भन्सारले के गर्ने के त उद्योग वाणिज्य विभागले के गर्ने भन्ने विषयमा एउटै सबैजना संस्थापछि एउटा कार्यविधि बसेर चाहिँ बनाएर अगाडि बढ्दाखेरि हाम्रो केही आपत्ति छैन राज्यले यहाँ नीति मान्ने नै हो भनेर तर अहिलेको हकमा अस्ति मैले यसो सरसरी हेरेको एउटा कन्टेनरमा 4.5 लाख पिस पेन्टी आएको छ 4.5 लाख पिस पेन्टीको अब अहिले अब के अरे भन्छ अब आधाबाट भन्छ नहुने भनेको छ अब त्यो 450 पिस एउटा त्यो तपाईँको पेन्टीमा चाहिँ तपाईँको चाहिँ के अरे अब यो एमआरपी ठोक्नलाई कति लाग्छ 4.5 लाख समस्या त्यहाँनिर हो कि बजारमा तपाईँको चाहिँ के अरे गोदाम सामग्रीहरू छन् व्यापारको अवस्था ठिक छैन तैपनि सामान गोदाम भरि सामान छ अब त्यो सामानको हकमा के गर्ने समस्या त्यहाँनिर छ त्यो भएको कारणले गर्दाखेरि हामी निर्देशक के अरे यो विषयमा गम्भीर भएर लागेका छौँ अहिले पनि साथीहरू के अरे वाणिज्य विभागमा डेलिगेसन गरिरहनु भएको छ यो सरकारको यो संसदीय समितिमा पनि के रबर अनुसार के भन्ने चाहिँ उद्योग तथा वाणिज्य विभाग हो के को चाहिँ सभापति भएको के भन्ने सुनेको थिएँ उहाँसँग पनि समय माग गरेका छौँ अब हामी यो विषयमा काठमाडौँ गएर छलफल गरेर यसलाई निचोड निकाल्छौँ भन्सार कुनै पनि ठाउँको भन्सार हुँदैन यो ठुक्का नभएसम्म यो नसक्ने कुरोमा हामी सक्छौँ भनेर हामी खाँदै गर्न सक्दैन यो समस्या ठुलो छ त्यसले गर्दाखेरि मैले साथीहरूलाई अब यो के अरे एमआरपीको विषयमा के हुन्छ कसो हुन्छ भन्ने कुरोमा 1-2 दिनभित्रमा निचोड निकाल्छौँ र फेरि राज्यले ल्याएको नीति नमान्ने भन्ने पनि छैन हामी मान्नुपर्छ र राज्यले ल्याएको नीतिमा हामीले हुनु लाग्नु पनि पर्छ र अर्को कुरो यहाँनिर अघि यो मूल्याङ्कन अब यो अघि मैले पनि जोडेँ यो भन्सार विभाग यो के अरे वाणिज्य र कर किन जोडेँ भन्दाखेरि यो मूल्याङ्कनको विषय त्यहाँ जोडिन सक्छ
अब अहिले यो अस्ति 3-4 महिना भयो होला यो डाटाबेस पूर्ण रूपमा निष्क्रिय भएर अनलाइन डाटाबेस लागू भएको। यो विशेष गरेर यो हाम्रो निजी सेवाको मागै छ। यो कम्ती अनि हामीले हाम्रो सामानको आफैले घोषणा गर्न पाऊँ भनेर। अनि राज्यले पनि हाम्रो मागलाई सम्बोधन गरे जस्तो नि ल अब चाहिँ यो तपाईँहरूको चाहिँ मूल्याङ्कन आफैले घोषणा गर्ने भनेर हामीले सरकारलाई धन्यवाद पनि दियौँ। अलिकति खुसी साटासाट पनि गऱ्यौँ। ल अब चाहिँ हाम्रो चाहिँ भन्साले मूल्याङ्कन थप्न नपाउने भयो, अब हाम्रो चाहिँ घोषणा हुने भयो मूल्याङ्कनमा भनेर। तर त यत्रो सानो त्यो क्ल्यु के हालिदियो भन्दाखेरि त्यो 3 महिनाको चाहिँ त्यो के डाटा हेर्ने के भनेर चाहिँ सानो के होला। अब अहिले त्यो हामीलाई फेरि यो त्यो के अरे त्यो कोलाइजी सिङको भारी भएको छ। अब समस्या के छ भन्ने टाइममा हामी खुल्ला अर्थतन्त्र गइसकेको देश भन्ने। अब त्यो अहिले मैले 10,000 पिस सामान ल्याएँ एउटा रेट हालेर, अब कसैले 1,000 पिस 500 पिस 200 पिस हालेर चाहिँ त्यही माललाई चाहिँ डबल गरिदियो भने म सिद्धि। अब त्यो हामीले सोचेको अर्कै थियो, राज्यले अर्कै बनाइदियो। अब त्यो झन् चाहिँ हाम्रो त गाह्रो भयो क्या। अब त्यो त अब अवस्था त्यस्तो छ। त्यो भएको कारणले गर्दाखेरि यतातिर पनि अलिकति एमआरपीसँग पनि म यही जोडेको होइन। अब भन्ने टाइममा राज्यले घोषणा भन्ने अनि एमआरपी मूल्याङ्कन पनि ठोकेरले भन्ने, यो त भएन। स्वाहान त यो त हामीले हाम्रो सामानको घोषणा गरेर ल्याउने अनि त्यसपछि उपभोक्ता नठोक्युन् भनेर रिटेल व्यापारीलाई चाहिँ तिमी यतिसम्म बेच है भनेर काठमाडौँको पसल होस्, चाहे हुम्ला होस्, चाहे जुम्ला होस्, चाहे कालीकोट होस्, त्यहाँ बेच्दाखेरि चाहिँ यतिमा हामी बेच्छौँ भनेर ठोक्ने हो क्या यो एमआरपी। त्यो अब यहाँ अलिकति मिलेको छैन। अघि भनिहालेँ मैले कार्यविधि बिनाको चाहिँ यो सल्लाह बिनाको एमआरपी ठोक्यो। त्यसले गर्दाखेरि मैले यति नै जोडेँ। र अर्को कुरो अघि यहाँ हिसाबले भन्नुभएको छ अलिकति यो र यो ब्रान्ड मोडलको विषयमा अलिकति हामी सचेत हुनुपर्ने मैले पनि देखेको छु। भोलि अप्ठ्यारो पार्न सक्यो भने त्यही कुरोमा अप्ठ्यारो पार्नु। हामीले पहिला के गर्यौँ भन्दाखेरि अब यसो बढी जुन सामान आउँछ त्यसकै चाहिँ तपाईँको चाहिँ हामीले हालेर अब अहिले चाहिँ हामी के गर्यौँ भन्दाखेरि मेरो भनाइ के भन्दाखेरि हामी प्रत्येक सामान हेरेर केही छैन इनभाइसमा 20वटा हुने ठाउँमा हाम्रो 50वटा होला। प्रत्येक ब्रान्डको चाहिँ गर्दाखेरि अस्ति मैले चोबारमा प्र्याक्टिस पनि गरेको, मोटामोटी 7 आइटम हुने ठाउँमा 19 आइटम भएको थियो। प्रत्येक ब्रान्ड अनुसारको चाहिँ घोषणा गर्दाखेरि त्यो सही तरिकाले गऱ्यो। किनभने यो भोलि आफूतिर हुँदै किन बेकार अन्तबाट टाउको बनाउने, सम्भव भएसम्म त हामीले गर्नु पऱ्यो नि त, हामीले सुधार गर्नु पऱ्यो नि त। त्यतातिर लागु। अब मैले अरूभन्दा पनि विशेष गरेर यही अरण्यको राजमार्गकै विषयमा अलिकति चिन्ता लागेको छ। अब पोहोर त्यत्रो खर्च चाहिँ पनि सफल हुन सकेन। अब अहिले पनि म त झन्डै यतातिर नआएको त त्यो चुनाव मैले आएको थिएँ, त्यहाँदेखि आएको पनि छैन। कतिपय साथीहरूले बुझेर आएन भन्ने पनि होला। तर म काठमाडौँ बसे पनि 12-20 बसे पनि म निरन्तर रूपमा यही बाटोलाई चाहिँ कसरी चाहिँ के अरे सम्पन्न गर्ने होला भनेर लागिरहेको छु। यो अब इकोको त ठुलै समस्या देखाएको छु मैले। अब यो चाइनिजहरू आएर काम गर्दैन भनेदेखि यो बर्खामा ठुलै समस्या हुन्छ। अब 104 किलोको पनि कुरा गर्ने हो भने अब अस्ति दिनसम्म टेन्डरको चाहिँ 35 दिने सूचना सिद्धियो। अब 3 जना मान्छेले निर्माण गरेर साथीहरूले चाहिँ टेन्डर हालेर छ। अब कसलाई दिने भन्ने कुरो यो भित्रमा टुङ्गिएर जसरी भए पनि यो जेठ लाग्ने बित्तिकै काम सुचारू गराउँछु भनेर सडकको दिशाले भन्नुभएको छ। अब यो 104 किलोको पनि मलाई जहाँसम्म लाग्छ बर्खाभन्दा अगाडि त्यो खोलाको जग मात्रै उठाउन सक्यो भने पनि माथिबाट बग्न पाऊँ होला। यदि त्यहाँ पनि काम गर्न सकेन भने त्यो दोस्रो इको हो फेरि। त्यहाँ पनि तलबाट चाहिँ खोलाले तानी माथि कुरो बसिन्छ। समस्या त्यही हो। पोहोर पनि बल्ल बल्ल अब कागज गरेर चाहिँ बाटो खुलाएको। अब हाम्रो त वास्तवमा हुने भने यो कागज गरेर हानेको ल्याब चाहिँ अहिले समस्या ल्याएको छैन। अब फेरि भोलि कसरी मुक्ति पनि भन्ने चिन्तामा मैले भनिहालेँ। यस्तै समस्या छ। अब हामी फेरि समस्या छ, समस्या भयो भनेर भागेर पनि समाधान हुँदैन। यसलाई निराकरण गर्नु नै पर्छ। सबैजना लागु। अब अहिले अरण्यको राजमार्गको 12-20 लिभिङ बोर्डरसम्मको खण्डमा चाहिँ भट्टाभट्टी काम भइरहेको छ। अब ती निर्माण मैले सडकका साथीहरूलाई
उनीहरूले पनि अहिले सक्ख भन्दा तलतिर मात्रै काम गरेको छ, माथितिर आइरहेको छैन। उनीहरूले तलबाट क्लियर गर्दै आउने भनेको छ। मैले सडकलाई चाहिँ त्यही पैसाले गर्ने अन्य छिनेका ठाउँहरू पहिरोहरूमा गर्ने काम छ भने यो बर्खाभन्दा अगाडि गराइदिनु पर्यो। अब त्यो उनीहरूले पनि तलबाट मात्रै क्लियर होइन, माथिको समस्या पनि समाधान गर्दै आउनु पर्यो भनेर मैले सडकमा भनिरहेको छु। तपाईँको यो भट्टे खोलाको र यो तपाईँको 112 किलोको पनि अब टेन्डर भएर आउँछ, त्यो पनि अब काम सुरु हुन्छ यो बर्खाभन्दा अगाडि नै। मैले यति कुराहरू राखेर अब भोलिको दिनमा सबै कुराहरू राज्यको मात्रै मुख हेर्न पनि हुँदैन। भोलिको दिनमा यो तापन नाकालाई समस्या पर्दाखेरि हामी सबैजना हातेमालो गरेर एकजुट भएर अगाडि बढेर नै हामीले यो समस्याको समाधान गर्नुपर्छ। हिजोको दिनमा पनि हामी हातेमालो गरेर नै अगाडि बढेर कार्य गरेका हुन्। भोलिको दिनमा पनि सम्पूर्ण साथीहरूलाई चाहिँ हातेमालो गरेर अगाडि बढ्नको निम्ति अनुरोध गर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ सधैँभरि यो तातोपानी नाकालाई व्यवस्थित रूपमा सञ्चालन गर्नको निम्ति प्रतिबद्धता छ भन्ने जानकारी गराउँदै मेरो भनाइ यही अन्त गर्छु। अब यो सकिएको छैन है। अब मुख्य विषय